गुड मर्निङ एभ्रिवान। आज चाहिँ म बिहानको हाम्रो भ्यू देखाउँछु। यो चाहिँ हाम्रो विन्डो भ्यू र यहाँबाट यतापट्टि हाम्रो बाल्कनीको भ्यू चाहिँ यस्तो छ। ट्रेन स्टेसन यहीँनिर छ। डे 3 अफ स्विजरल्यान्ड। अहिले चाहिँ हामी इन्टरलाकेनमा यहीँ बसेको होटलमा ब्रेकफास्ट गर्न लागेको छौँ र हाम्रो ब्रेकफास्ट गर्ने बाहिर भ्यू छ यस्तो दामी। अहिले चाहिँ बिहानको 9:13 भएको छ। अब हामी ब्रेकफास्ट गरेर अनि ट्रेन लिएर ग्रिन्डेलवाल्ड जान्छौँ। स्टुडेन्ट छ यहाँ। Good morning. Good morning. अब चाहिँ हामी ब्रेकफास्ट गरिसकेर यहाँ इन्टरलाकेनबाट ग्रिन्डेलवाल्डको लागि जानलाई ट्रेन कुदिरहेको छ। ट्रेन चाहिँ आधी घन्टामा हिँड्दो रहेछ। अब अहिले 9:50 भएको छ। 10:04 जाँदैछ ट्रेन चाहिँ। यहाँबाट 45 मिनट्स लाग्छ भन्नुहुनेको छ। माथि पुरै हिउँ देखिरहेको छ। अब ग्रिन्डेलवाल्डमा पनि सायद हिउँ परिरहेको होला। ज्याकेट लगाएको छौँ मजाले। फुली जाडो हुँदैन त्यस्तो। यो इन्टरलाकेन स्टेसनमा पनि यो लकरहरू रहेछ। यहाँ मोस्टली सबै जस्तो स्टेसनमा चाहिँ यो लकरको फेसिलिटी हुँदो रहेछ। अब डिफ्रेन्ट साइजहरूको हुन्छ। आफूलाई अब आफ्नो लगेजहरू कत्रो साइजको छ त्यो अनुसारले प्राइस पनि डिफ्रेन्ट होला होइन। हामीले चाहिँ एक्सेल युज गरेको थियौँ हिजो। हामी भोलि यहाँबाट अर्को ठाउँ जाँदैछौँ, त्यही भएर सायद हामी पनि भोलि यहाँ लकर युज गर्छौँ होला। दिनभर लिएर राखेर हामी बेलुका फर्केर आएर यहाँबाट लिएर फेरि ट्रेन लिएर जान्छौँ। सो एकदम हेल्पफुल हुँदो रहेछ यो। अब नत्र चाहिँ फेरि लगेजहरू बोकेर ट्राभल गर्न अलिकति झ्याउ पनि हुन्छ नि त। हामी चाहिँ इन्टरलाकेनबाट हिँडिसक्यो अहिले। यहाँबाट चाहिँ एउटै ट्रेन जाँदो रहेछ, ग्रिन्डेलवाल्ड पनि जाने अनि लटरब्रुन पनि जाने, तर बिचमा गएर छुट्टिँदो रहेछ दुईवटा ग्यारेजहरू। त्यही भएर सुरुमै बस्दाखेरि नै आफू कुन ठाउँ जाने त्यो चाहिँ डिसाइड गरेर त्यही अनुसारको ग्यारेजमा मात्रै बस्नु पऱ्यो। भ्यूहरू सुरु हुन लागिसक्यो। माउन्टेन भ्यू पुरै छ, सबैतिर हिउँ परेको छ। हामी अब 45 मिनट्समा पुग्छौँ माथि। यो स्टेसनबाट चाहिँ अब यो ट्रेन ग्रिन्डेलवाल्डतिर मात्रै जान्छ। अरू अगाडिको चाहिँ एरबी देखाइरहेको छ नि, त्यो चाहिँ लटरब्रुन जान्छ। अगाडिको CDE चाहिँ ग्रिन्डेलवाल्ड जान्छ।
अहिले चाहिँ हामी ग्रिन्डोवाल्ड आइपुग्यौँ। एकदमै चिसो छ, चिसो छ यहाँनिर, हिउँ छ पुरै। अब यहाँबाट चाहिँ नि हिँडेर एउटा स्टेसनमा गएर चाहिँ त्यहाँबाट केबल कार चढेर फर्स्ट क्लिफ जानु मिल्दो रहेछ। अब चाहिँ ग्रिन्डोवाल्ड मेन बजार पनि घुमौँ अनि त्यस पछाडि त जाउँ न। कतिको जाडो भइरहेछ? मलाई त ठिकै भएको छ। मलाई चाहिँ तल माथि ज्याकेटले त एकदम उ छ, तल चाहिँ प्यान्ट मात्र भएको र अलि चिसो भइरहेको। त ठिक छ, हिँडे पछाडि तातो हुन्छ। अगाडिपट्टि यस्तो राम्रो भ्यू देखेपछि झन् तातो हुन्छ। ग्रिन्डोवाल्डको मेन बजार यो चाहिँ टक्कै अगाडि माउन्टेन छ। भुइँ यस्तो चिप्लो छ, पुरै हिउँले हिलो भएर बिस्तारै हिँड्नु परिरहेछ हामी। माथि नि प्याराग्लाइडिङ गर्दैछन् यतापट्टि टक्क। यतापट्टि घाम लाग्दैन। हामी चाहिँ यो ग्रिन्डोवाल्ड फर्स्टबाट गन्डोला चढेर त्यो केबल कार हो, केबल कार चढेर अनि ग्रिन्डोवाल्ड फर्स्टमा गएर त्यहाँ क्लिफ चढ्ने छ, त्यो क्लिफ चढ्छौँ। हाम्रो माथिपट्टि माउन्टेन भ्यू एकदम दामी देखिरहेको। हामी चाहिँ टिकट लियौँ, 2टा रिटर्न टिकट। अब यहाँबाट चढेर जान्छौँ। ग्रिन्डोवाल्ड फर्स्ट भनेर भनेको थिएँ, तर फर्स्ट भनेको चाहिँ त्यो फेस्ट रहेछ। फेस्ट भनेको चाहिँ टप रहेछ क्या, रुफ रहेछ यहाँ। त्यो चाहिँ अहिले हामीसँग अहिले भर्खर केबल कारमा चाहिँ एकजना जर्मन हुनुहुन्थ्यो, उहाँले भनेको थाहा हो। हामी चाहिँ त्यही भएर अहिले ग्रिन्डोवाल्डको रुफमा आएको छौँ र यहाँ चाहिँ स्की गर्ने छ पुरै। यस्तो हुँदो रहेछ स्की चाहिँ, यहाँ पुरै स्की गर्नेको भिड हुँदो रहेछ। तर मेन कुरा चाहिँ यहाँनिर सेतो धेरै भएको हुनाले आँखा खान्ने छ, सनग्लासेस बिना चाहिँ हेर्नै गाह्रो हुँदैछ। यो चाहिँ माथिपट्टिको भ्यू।
तल चाहिँ यस्तो हिउँ छ पुरै हिमाल छ। यो चाहिँ क्लिफ वाक टप अफ एडभेन्चर चिप्लो हो यहाँ चाहिँ। अहिले एकैछिनमा घाम लागेर थियो सबै खुल्ला थियो, अहिले एक्कासी फेरि पुरै हुस्सु लागे जस्तो भएर केही देखेको छैन। एकछिन हिँड्नु अनि फेरि घाम लाग्यो भने फेरि आउन सकिन्छ यता। चस्मा खोल्यो भने त केही पनि देखिँदैन। यो चाहिँ क्लिफ वाकको बिचमा यसरी लकहरू राख्ने पनि रहेछ यहाँ। यो चाहिँ अब प्यारिसतिर अरू धेरै ठाउँ देशहरूमा पनि देखेको थिएँ यस्तो, तर ब्रिजमा हुन्छ प्रायः चाहिँ। यो चाहिँ वालमा यस्तो रहेछ। क्लिफको यतापट्टि भ्यू सबै हुस्सु लागेर छेकिएको छ, केही देखेको छैन अहिले चाहिँ। एकैछिन अगाडिसम्म घाम लागेर सब उज्यालो थियो। यो चाहिँ क्लिफ वाक हो। यहाँ अहिले अब हुस्सु लागेर खासै केही देखाएको छैन, तर यता साइडमा चाहिँ अलिअलि भ्यू देखेको छ। एकदमै चिसो छ। यहाँबाट अब हेर्दै जाउँ के देखिन्छ। यता माथिपट्टि अर्को भ्यू पोइन्ट पनि रहेछ। यहाँ चाहिँ एउटा झोलुङ्गे पुल रहेछ। तल हेर्दाखेरि चाहिँ अलिअलि ओहो तल त डर लाग्दो रहेछ, सिधै हेरेर हिँडौँ। माथिपट्टि त्यो भ्यू पोइन्ट पनि छ एउटा, त्यो पनि जानुपर्छ अहिले। एकदमै हुस्सु लागेर खासै भ्यू चाहिँ केही देखेको छैन। यो चाहिँ आइगढ नर्थ फेस। यहाँनिर एकदम अलिअलि कतै कतै चाहिँ टाउको ठोकिने टाइपको पनि छ। यहाँ अगाडि चाहिँ टाउको ठोकिने टाइपको भ्यूहरू रहेछ। अब यहाँबाट चाहिँ निहुरेर जानुपर्ने छ। अलि टाउको जोगाएर हिँड्नुपर्ने छ। यहाँ अगाडि त झन् पुरै निहुरिनु पर्ने छ। सेफली हिँड्नु पर्यो। ठिक छ। भ्यू चाहिँ अब केही हेर्नै पाइएन अहिले, सबै हुस्सु लागेर। तर राम्रो एक्सपिरियन्स भयो क्लिफमा हिँडेको, इन्ट्रेस्टिङ नै छ। यो चाहिँ 2200 मिटर हाई हो, और 7100 फिट हाइटमा छ। टप अफ युरोप सब यता क्लिफ छ। यता घाम चाहिँ देखेको छैन। यो चाहिँ क्लिफ हो। यहाँ अब घाम लगाएर अलिक खुल्ला होला जस्तो। यो चाहिँ क्लिफ मेन भ्यू पोइन्ट। अब भ्यू पोइन्टको लागि भ्यू त केही पनि छैन,
यो पनि तल चाहिँ यस्तो देखिन्छ। तल चाहिँ यस्तो देखिँदो रहेछ यहाँबाट। हामी चाहिँ अब फर्किँदैछौँ यहाँबाट। अहिले बसन्जेल चाहिँ पुरै खुसी लाग्यो। अब अहिले चाहिँ घाम लागेको छ फर्किँदाखेरि। बिचमा चाहिँ 3-4वटा स्टपहरू छ तलबाट माथिसम्म पुग्दासम्म। हामी चाहिँ टपवालासम्म पुगेर फर्किँदैछ अहिले। त्यो स्टपमा चाहिँ त्यो ग्लाइडर र फ्लायरहरू एक्टिभिटिज गर्न मिल्छ। एक्टिभिटिज गर्नलाई चाहिँ यहाँनिर लिएर हुन्थ्यो। अहिले चाहिँ प्रायः बन्द रहेछ सबै एक्टिभिटिजहरू, त्यही भएर हामीले गरेनौँ। अब तल जाँदैछ हामी। हामीहरू ग्रिन्डल वर्ल्डबाट फर्केर आएर यो बिचमा एउटा स्टेसनमा चेन्ज गरेर त्यस पछाडि एल्डोटो ग्राउन्डतिर जाँदैछौँ। यहाँबाट चाहिँ त्यो नेक्स्ट स्टपै हो, 10 मिनट मात्रै लाग्दो रहेछ। अहिले चाहिँ कति भयो भने 2:45 भयो। हामी अब बिहान ब्रेकफास्ट गरेदेखि केही पनि गरेको छैन। अलिअलि भोक पनि लागेको छ। अब एल्डोटो ग्राउन्ड गएर केही खानु पनि पर्छ। त्यहाँ चाहिँ अब मेनली वाटरफल्सहरू छ भनेको छ। हेरौँ कतिवटा एक्सप्लोर गर्न पाइन्छ। हामीहरू चाहिँ अहिले लटरब्रुन आइपुग्यौँ। यहाँनिर माथि घाम लागिरहेको छ, तलतिर चाहिँ चिसै छ। हामीहरू चाहिँ भर्खर यो कोअपमा पास्ता र स्यालेड किनेर खायौँ। यस्तो पिज्जा बर्गरहरू यस्तो केही पाउँछ कि या प्रपर रेस्टुरेन्टहरू छ कि भनेर हेरेको, खासै केही पनि भेटिएन। अनि अहिले काम चलाउनलाई चाहिँ त्यही खायो। अब यहाँबाट हामी हिँड्दै एउटा वाटरफल रहेछ यहाँ नजिकै, त्यो वाटरफल जान्छौँ। त्यस पछाडि चाहिँ अनि अब वरिपरि अरू के छ एकचोटि हेरेर हामीसँग 2 घन्टा जति टाइम छ। के भ्याउँछ हेर्छौँ। अब हिमाल चाहिँ हामीले ग्रिन्डलवालबाट देखेको र यो सायद एउटै होला। ग्रिन्डलवाल चाहिँ उतापट्टि साइडमा पर्थ्यो होइन, यतापट्टि छ। त पर चाहिँ एउटा ट्रेन उकालोमा गइरहेछ डाँडामा। अतिथि देवो भव। स्यालेड
यो चाहिँ सबैभन्दा पपुलर झरना यहाँको हाम्रो हेटौँडामा योभन्दा ठुलो झरना छ अब सिजन नभएर कि के हो पुरै सुक्खा छ झरनाको नाम चाहिँ स्टव बाथ फल अब यो प्रनाउन्स गर्न त आएन तर यस यही हो अब यो चाहिँ लटरबनको स्टेसन नजिकै भएको होला हो अब अहिले सुकेर यस्तो भएको छ यो लटरब्रुनलाई चाहिँ भ्याली अफ 72 वाटरफल्स भन्दो रहेछ जसमध्ये यो अहिले भर्खर हामी गएको चाहिँ एउटा वाटरफल छ अब अरू कता कता छ होला अब सबभन्दा पपुलरै यही भनौँ भने चाहिँ यो नै खासै त्यति राम्रो नभए चाहिँ हामीले अरू एक्सप्लोर गरेनौँ तर वरिपरिको भ्यू चाहिँ अझै राम्रै छ घाम लागिरहेको छ माथि माथि यहाँ तल चाहिँ -4 डिग्री देखाइरहेको छ यहाँ हामी भिलेजहरू घुम्यौँ यसको अब एउटा यहाँ माथिपट्टि गए पछाडि चाहिँ एउटा भ्याली भ्यू पोइन्ट भनेर छ अब त्यो हेरौँ त्यहाँबाट कतिको देखिन्छ अनि त्यस पछाडि चाहिँ बिस्तारै अनि हामी इन्टरलाकेनतिर फर्किनुपर्छ यतापट्टि यो चाहिँ खोला छ यहाँनिर खोलाको पारिपट्टि हो माथि गएको चर्च यहाँ यो चाहिँ भ्याली भ्यू पोइन्ट भन्नु भने चाहिँ यहाँबाट चाहिँ यतापट्टि तलपट्टि गाउँहरू रहेछ यही लटरबाट यहाँ बिचमा खोला छ खोलाको यता र उतापट्टि दुईतिर बस्ती रहेछ त्यहाँबाट माथि चाहिँ डाँडामा अहिले ट्रेन गइरहेको थियो अहिले एउटा ट्रेन त्यतैबाट आउँदैछ यो चाहिँ माथि पुग्ने ट्रेन भन्दा नि अर्ने सामान पुग्ने जस्तो छ भ्यू राम्रै छ त्यस्तो नराम्रो छैन अब सबैतिर हिउँ नै हिउँ छ होइन एउटा हेलिकप्टर उडेको छ अघिदेखि किन हामीहरू चाहिँ अब अहिले लटरबनबाट फर्केर इन्टरलाकेन जाँदैछौँ अब ट्रेन कुदिरहेको छौँ ट्रेन अझै 15 मिनट जति बाँकी छ अलिअलि घुमियो खानालाई चाहिँ प्रायः रेस्टुरेन्टहरू अगाडि नै बन्द हुने रहेछ त्यति पाइएन अहिले धेरै बजेको नि छैन अब 5:45 भयो तर एकचोटि हामी 4 बजेतिर जाँदा नि क्लोज भनिरहेको थियो अरूहरू पनि अहिले बन्द भइसकेको रहेछ त्यही भएर रेस्टुरेन्टहरूमा चाहिँ खानु पाएन अब इन्टरलाकेन गरेर खान्छ होला ओभरअल त्यस्तो धेरै वाउ अब आउनै पर्ने ठाउँ जस्तो चाहिँ लागेन यो अरू ठाउँ चाहिँ प्रायोरिटी दिँदा हुन्छ यहाँनिर चाहिँ अब यतितिर आएको बेलामा पऱ्यो भने मात्रै घुम्दा हुन्छ नत्र यसैको लागि भनेर टाइम छुट्याएर चाहिँ नआउँदा त्यस्तो मैले वर्थ इट चाहिँ लागेन अब होटेल जाउँ अनि होटेल गएर केही खाएर त्यहाँनिर अनि आज रेस्ट गर्नुपर्छ भोलि बिहान फेरि चाँडै निस्केर अर्को ठाउँ जानु छ सही